कुन चाहनाको कुरा गर्छस् त? मेरो चाहना के थियो भनेर कहिले जान्ने कोसिस गरिस्? जहिले पहिल्यै किन भनिनस् भन्ने बहानाले टारेको छस् मलाई। किन बिर्सिस्? तर म सँगै खेलेको, एउटै थालमा जुठो साट्दै खाएको, ठुलो भएपछि मेरो श्रीमती त नै भन्नुपर्छ ल भन्थिस् त। अब यो पनि सानै उताको कुरा हो, मलाई याद छैन भन्छस्, थाहा छ मलाई। ठुलो भएपछि पनि छुट्टीमा सहरबाट मलाई भेट्न आउँथिस्, तेरो सुख दुःख सबै कुरा मसँग बाँड्थिस्। त्यो सब माया थिएन भने किन गर्थिस्? किन गर्थिस्? मैले कहिल्यै पनि तेरो र मेरो मायालाई प्रेमको रूपमा हेरिन सुषमा। सायद हामी बच्चैदेखि एक अर्कालाई माया गर्थ्यौँ, त्यसैले प्रेम सोचिनँ मैले। तर दुःख होस् या सुख, सबैभन्दा पहिला तँलाई नै सम्झिन्छु।